नयाँ दिन अनि नयाँ तपाईँहरूलाई फेरि वेलकम है। आज चाहिँ हामी गान्तोक जाँदैछौँ होइन। वेदर पनि दामी भइरहेछ। अन्त के कस्तो हुन्छ म तपाईँलाई देखाउँछु आजको मेरो भ्लगमा है। आजको दिन तपाईँको रमाइलो भइरहेछ होइन। अन्त नुहाइधुवाइ गरेर रेडी भएर होइन। फाइनली गाइस अहिले चाहिँ हामी वेस्ट पोइन्ट आइपुगेको छ आज होइन। गाडी चाहिँ यहाँ पार्क गरेको छ है। अन्त अब म तपाईँहरूलाई वेस्ट पोइन्टको एन्ट्रीदेखि है आजको भ्लग देखाउनेछु होइन। के कस्तो हुन्छ मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् है। अन्त म अहिले चाहिँ माथि जाँदैछु होइन। त्यहाँबाट म माथि एन्ट्रेन्सदेखिकै म तपाईँहरूलाई भ्लग देखाउनेछु है। त्यो चाहिँ धेरै दिन बादमा भ्लग गरेको नि त देखाउनेछु है। लाइक सपोर्ट कमेन्ट गरिदिनुहोस् तपाईँहरूले है। सो गाइस यो चाहिँ त मेन रोड होइन। अन्त अहिले चाहिँ म जाँदैछु वेस्ट पोइन्ट मलको फ्रन्ट गेटबाट चाहिँ म भित्र जानेवाला छु है। अन्त ट्याक्कै तपाईँको फ्लाइओभर त्यहाँबाट पनि जानु मिल्यो माथि गान्तोक बजार एमजीबाट निस्किने है। त यहाँबाट पनि तपाईँहरू जान सक्नुहुन्छ है। अन्त अहिले चाहिँ फिलहालमा बाटोबाट जाँदैछु है वेस्ट पोइन्ट। ट्याक्कै यो चाहिँ तपाईँको इन्ट्रेन्स होइन। तपाईँले देख्न सक्नुहुन्छ चाहिँ अब गार्डनिङ पनि साइडमा गरिदिएको रहेछ है। त अहिले फर्स्ट अफ अल चाहिँ मेन गेटबाट भित्र जाँदैछु होइन। हामी यहाँ हामी होइन एकैजना आएको छौँ। म चाहिँ यहाँ छु होइन जाँदैछु है। कति नम्बरमा जानुपर्ने म तपाईँलाई देखाउँछु ल। चाहिँ तपाईँको प्रायः जस्तो ओपनिङ भइसकेको छ है। फुड पोइन्ट यो चाहिँ फुड पोइन्टहरू रहेछ है। म चाहिँ घुमेर आएँ। सर यहाँ हुनुहुन्छ सुरज। युनिभर्सिटी गाइस भाइ चाहिँ यहाँ रोकै कहाँ नजाने भाइलाई म यता लान्छु घुमाउनु। कहाँ भन्नु त भाइलाई म यता हजुर पैसा छ नि कति चाहियो हजुर कति रुपियाँ चाहियो हजुर। यहाँबाट जाने जाने पकेट बाबा नै आउनुहुन्छ। तपाईँकोमा पैसा छ भन्नुहोस् बिजी बनाउनुको पैसा छ नि आउँछ होला। बदमासी गर्नु हुँदैन भाइ। बाहिरबाट ठुलो देख्छु एन्ड भयो त नि
एन्ड भएको यो अहिले चाहिँ हामी लेभल 3 मा आइपुग्यौँ यहाँ चाहिँ यहाँबाट नि हामी जान सक्छ चाहिँ सबैभन्दा टप रहेछ चाहिँ सबैभन्दा टप फ्लोर रहेछ है अहिले चाहिँ हामी सबैभन्दा टपमा आइपुग्यौँ 3 जना सर म भाइ हो अन्त यहाँको नजारा कस्तो लाग्छ तपाईँहरू देख्नुहोस् है तपाईँहरूलाई डिटेल्समै तल एन्ट्री पोइन्टदेखि तपाईँहरूलाई यहाँ माथिसम्मको भ्लग देखाएको छु है यहाँबाट चाहिँ म तपाईँहरूलाई बाहिरको नजारा देखाउनेछु है सबैभन्दा टपबाट चाहिँ कस्तो भ्यू देख्छ बाहिरको होइन यहाँबाट तपाईँहरूले देख्दै गर्नुभएको चाहिँ सबै गान्तोक हो यतामाथि चाहिँ सेक्रेटहरू हो यता हो एमजी मार्ग चाहिँ तपाईँको ब्याकमा छ म देखाउँदैछु यहाँबाट चाहिँ हामी एक्जिट हुन्छ है यो चाहिँ तपाईँको यता एमजी मार्गकै भयो एरिया भाइ यहाँहरू कस्तो लाग्दैछ मजा आउँदैछ घुम्नु के किन्ने अब भाइ हजुर कसले किनिदिन्छ अब भाइले त फ्रेन्च फ्राई खाने जस्तो लाग्दैछ मलाई ड्रिंक वाटर वो भाइको फ्रेन्ड को हो भाइको साथी कहाँ जान्छ है म देखाउने छु के लाउँछ भाइ साह्रो छ किन सो गाइस अहिले चाहिँ हामी वेस्ट पोइन्टबाट निस्केर है सपिङहरू सकेर अहिले चाहिँ हामी एमजी मार्ग जाँदैछौँ है अन्त एमजी मार्गमा आज सन्डेको दिन एमजी मार्ग कतिको भिड छ है म देखाउने छु है त्यहाँबाट चाहिँ हामी घर फर्किने ल फाइनली अहिले चाहिँ हामी एमजी मार्ग आइपुग्यो है एमजी मार्गमा चाहिँ अब केको प्रोग्राम हुँदो रहेछ पुरा टेन्टहरू लगाइरहेछ चाहिँ पुरा प्रोग्रामको लागिरहेको रहेछ मेला अब यो के को लागि फेस्टिभल मनाएको होला सायद यो के को फेस्टिभलकै होला है सुरज अन्त सन्डेको दिन तर त्यस्तो भिड चाहिँ छैन अब बेलुका चाहिँ क्राउड बेसी हुन्छ हो अनि चाहिँ अब छैन